के तपाईलाई थाहा छ संसारको एकमात्र गैर आयताकार झण्डा कुन देशको हो? त्यो देश हो नेपाल। नेपाल सानो देश भए पनि यसको पहिचान संसारभर फैलिएको छ। यहाँ विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अवस्थित छ, जसले नेपाललाई साहस र गौरवको प्रतीक बनाएको छ। नेपाल केवल हिमालको देश मात्र होइन, यो शान्तिको जन्मभूमि पनि हो। भगवान गौतम बुद्धको जन्म यही लुम्बिनीमा भएको हो। के तपाईले ध्यान दिनुभएको छ? नेपालको समय संसारका धेरै देशभन्दा फरक छ। GMT + 545 यो समय प्रणाली विश्वमै दुर्लभ मानिन्छ। एउटै दिनमा तपाई तराईको गर्मी, पहाडको हरियाली र हिमालको चिसो हावा सबै अनुभव गर्न सक्नुहुन्छ। यति ठूलो प्राकृतिक विविधता संसारमा बिरलै भेटिन्छ। नेपाल भाषिक र सांस्कृतिक रूपमा पनि धनी छ। यहाँ 123 भन्दा बढी भाषा र 125 भन्दा बढी जात जाति एक आपसमा सद्भावका साथ बसोबास गर्छन्। नेपालमा अझै पनि जीवित देवी कुमारी पूजा गर्ने परम्परा जीवित छ, जसले नेपाली संस्कृतिलाई अझै अनौठो र विशेष बनाएको छ। हिमाल, नदी, ताल, जंगल, संस्कृति र इतिहास यी सबैले नेपाललाई प्रकृतिको स्वर्ग बनाएका छन्। नेपाल केवल एउटा देश होइन, यो साहस, शान्ति र सुन्दरताको कथा हो। नेपाल हामी नेपाली भएकोमा गर्व गरौँ। यदि तपाईलाई यस्ता जानकारी मन पर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।